नमस्कार सबैजनालाई। मलाई चाहिँ धेरैले सोध्नुहुन्छ N5 र N4 कहाँ पढ्दा ठिक हुन्छ दाइ भनेर सोध्नुहुन्छ। म चाहिँ के भन्न चाहन्छु भने अब धेरैले सोध्नुहुन्छ पपुलर कन्सल्टेन्सी कहाँ छ, कहाँ पढ्दा ठिक हुन्छ भन्नु। र म चाहिँ आज विशेष गरी खास म चाहिँ आज हाम्रो सायन एजुकेसन कन्सल्टेन्सीमा यहाँ आएको छु हैन। अनि यहाँ आउनुको विशेष कारण चाहिँ यहाँ चाहिँ अहिले चाहिँ 50% अफ फी चलिरहेको रहेछ। सो म चाहिँ यहाँ आछु, बुझ्न आछु के रहेछ कसो रहेछ, किनकि धेरैजना हुनुहुन्छ जसले चाहिँ अब फाइनेन्सियली हैन एफोर्ड गर्न सक्नुहुन्न। र मलाई राम्रो लाग्यो, प्राइस सुने मैले यहाँको 50% अफ रहेछ भन्ने सुने र त्यो सम्बन्धी बुझ्न आछु हैन। र यता चाहिँ क्लास भइरह म हेर्छु बुझ्छु चाहिँ क्लास भइरह। कोनिचिवा सिन्से, कोनिचिवा मिन्नासान। यी अडियो उसे भयो हैन, कुन तरिकाबाट भनेर भन्दाखेरि चाहिँ दौयाते है। सो सेन्सेसँग एकैछिन कुरा गरौँ है त। सो सेन्से है। हजुर हजुर। सो हजुरको चाहिँ सानो परिचय दिन त, मतलब मेरो नाम चाहिँ शम्भु श्रेष्ठ। म चाहिँ जापानमा 8-9 वर्ष बसेर जापान चाहिँ स्टुडेन्टमा गएर त्यहाँको चाहिँ सबै प्रक्रिया सकाएर 8-9 वर्ष बसेर अहिले चाहिँ नेपालमा कन्सल्टेन्सीमा चाहिँ पढाइरहेको छु। कन्सल्टेन्सी खोलेर अनि आफूले भोगेका कुराहरू चाहिँ यहाँबाट चाहिँ पढ्ने, यहाँबाट जाने स्टुडेन्टहरूलाई आफूले त्यो जुन भोगियो दुःख अथवा अप्ठ्याराहरू त्यो चाहिँ सबै आफ्नो एक्सपिरियन्स, त्यहाँको भाषा मात्रै नभएर, भाषा त इम्पोर्टेन्ट छँदैछ होइन, भाषा मात्रै नभएर त्यहाँको कल्चर, त्यहाँको म्यानर सबै कुरा सिकाएर स्टेप बाई सिकाएर उहाँ जस्तै हामीले जुन दुःख पाइयो त्यो चाहिँ हाम्रो थ्रु जाने मान्छेले नपाउनु भन्ने उद्देश्यले यहाँ कन्सल्टेन्सी। आत्माका यो कुते आत्मा चाहिँ राम्रो छ भनेको अलिकति दिमाग राम्रो छ, तगडा हुन्छ भन्न खोजेको है। टाउको बाहिरको टाउको राम्रो छ भन्न खोजे होइन है, फेरि भित्रको ट्यालेन्ट हुनुहुन्छ भन्न खोजेको।